पुरानो सम्झनाहरू छ नि यहाँ सानो बेला हामी यो एउटा छुट्टै दुनियाँ जस्तो लाग्थ्यो क्या हामीलाई यो होइन अहिले त चलेको छैन र त हामीलाई थाहा छैन नि त नत्र पहिला हामी मान्छे चलिरहन्थ्यो हिँडिरहन्थ्यो ए मान्छेहरू त थुप्रै दुनियाँ क्या जस्तो अब त्यतिखेर त्यो रेल जस्तो नि लाग्थ्यो हामीलाई होइन त्यो नयाँ एकदमै ठाउँमा आए जस्तो अनि इँटा पार्ने पनि जस्तो कस्तो भने माथि जाने क्या ऊ त्यो भवन देखाएको छ नि पहिलो माथि माटो लगेर अनि त्यहाँबाट तल आएर इँटा आएर अनि यहाँ इँटा सुकाएर यहाँ पोल्ने हो क्या त्यति मात्र हो र हाम्रो घर खोज्नलाई यो हेरे पुग्थ्यो क्या पहिला त्यो चिम्नी अब त्यो दिनहरू गयो अब त्यो इँटाको त्यो कोइला राख्ने ठाउँहरू यो दुईवटा ठाउँ त्यही संसार छैन दुनियाँ फरक क्या कति ठुलो छ नि त नेपालको वान अफ द बिगेस्ट कम्पनी हो क्या यो छ अर्को एउटा भक्तपुरमा फ्याक्ट्री छ रोजगार दिनु भनेको त भ्यालीको पहिला फेरि पहिला अहिले किन यो घर यो दुईटा गाउँलाई चाहिँ सबै भन्दा पनि धेरै नै हुन्छ कि खालि एउटा घरमा हाम्रो घरलाई अहिलेसम्म 1500 वटा घर छ ल इँटा पनि फेरि पहिला एकदम क्वालिटी हो पहिला जस्तो अहिले जस्तो यो इँटा बनाइरहेको छ नि यो इँटाहरू चाहिँ क्वालिटीको इँटा होइन क्या यो पहिला चाहिँ यो माटो ल्याएर 6 महिना स्टोर गरेर अनि बल्ल इँटा बनाउँथ्यो क्या तेल हालेर के गरेर स्टोर बनाउँथ्यो अहिले चाहिँ यो राम्रो क्वालिटीको होइन अहिले पनि इँटा त बन्दैछ सोच न यत्रो ठाउँमा त इँटा सुकाउँथ्यो त्यति मात्र होइन माथि करुणासा खोलाबाट यहीँसम्म पानी आउँथ्यो यहीँसम्म यो पहेँलो घर देखेछस् नि सानो ऊ चाहिँ यो त्यो होइन यो त्यहीँसम्म पानी आउँथ्यो कुलो क्या कुलो अनि कुलो त अहिले बाटो बनाउने भनेर सबै पुरिसक्यो त राज्यले विकास भनेर बस्ने माथि ल हेर्छ दुःख लाग्दैन देश खत्तम होइन जनता पनि खत्तम हो देश पनि नेताहरू खत्तम हो सबै कुरा खत्तम हो यही हो ल यो कुलो छ नि यहाँबाट पानी आउने हो क्या यहीँसम्म अनि त्यो पानी चाहिँ डिस्ट्रिब्युसन गर्छ फेरि यहाँबाट ठाउँ ठाउँमा डिस्ट्रिब्युसन गर्ने क्या त्यस्तो थियो क्या त्यो पानी यहाँबाट आउने होइन अनि यहाँ जम्मा हुने यहाँ फिल्टर गर्ने माथि किन यही हो यही माथि 3 तलामा माथि आउँथ्यो होइन त्यहाँबाट त्यो साउन्ड केटीले फेरि यो मेसिनसम्म यहाँबाट इँटा आउँथ्यो क्या यही हो ल माटो बोक्ने चाहिँ पहिलाको अब हाम्रो लागि चाहिँ रेलै थियो क्या इट वाज हाम्रो लागि त यो रेलै थियो क्या हामी यसमा चढ्नको लागि झगडा गर्थ्यौँ त्यही नै यो माटो तानिन्थ्यो क्या यहाँबाट टक्क डोरीले माटो तान्ने यो त जातै थियो नि यो लिक छ नि यो लिक यसलाई लिकै भनेर होइन सबै जहाँ पनि छ क्या यो कम्पनीको सेयर त हो नि पैसामा झारेको पैसामा धेरै पुरानो काठ हो नि यो होइन भत्कियो नि त भत्कियो हो तर पनि यो धेरै पुरानो फ्याक्ट्री हो नि यो अहिले पनि त्यस्तै छ नि यहाँ पनि त्यो एन्सियन्ट लक युज गरिरहेको छ नि त किला युज गरिरहेको छैन नि त त्यो पछि यो चाइनाले बनाइदिएको होइन के मरेछ सिनो बनाएको ए ढुङ्गा छ अरे इँटामा पहिलाको जस्तो क्वालिटीको इँटा कहाँ छ त नि यो सबै इँटा बिग्रेको इँटा पहिला कहाँ यस्तो इँटा हुँदैन यहाँको इँटामा ढुङ्गा एउटा नि हुँदैन ढुङ्गै हारेछ अनि यो पोलहरू पनि इँटाले बनेको रहेछ नि त रुपेश प्लास्टर गरेर खतरै हो नि यार यो टेक्नोलोजी पनि होइन प्लास्टर होइन रहेछ प्लास्टरै हो नि
इँटा राखेर प्लास्टर गरेर जान्छ होइन होइन हो र खतरै छ त यार यो नि अहिलेसम्म बलियो छ त यो साइड साइडमा फलाम पनि राखेको है कालो पनि हुन्छ क्या त्यो उता माथि माथि त्यो भेडा चढाउने ठाउँमा पाउँछ नि त्यो कालोको त्यो झन् त्यो कालोको त्यो ऊनको छ नि त्यो के लाउने बनाएको हुन्छ क्या यो एउटा मात्र होइन टन्नै छ नि यो पनि माटो पहिलाको माटो बोक्ने हो नि त यो यता पनि छ नि